हेलो गाइस, गुड मर्निङ अल अफ यु। आज पनि तपाईँको माझमा सानो ब्लग लिएर आएको छु। ब्लग बनाउनु भएको थिइनँ, सर्ट भिडियो मात्रै हाल्दै थिएँ। आज अलिकति टाइम पाएर तपाईँको छेउमा 5 मिनट जस्तोको भिडियो गर्नु गइरहेको छु। यो चल्ला आएको अस्ति मैले देखाएको थिएँ होइन तपाईँहरूलाई। आज चाहिँ 7 डेजको भएको छ होइन, 7 दिनको। गर्मी भएर मैले पर्दाहरू झारिदिएको छु, यसरी भेन्टिलेसन झारिदिएको छु, यता पनि झारिदिएको छु। मजाले खेलिरहेछ। अहिले 27.5 डिग्री छ। मजाले खेलिरहेछ, खाइरहेछ। चल्ला बढ्नु राम्रो बढिरहेछ। अहिले राम्रै छ। आज तपाईँको माझमा अलिकति भिडियो चाहिँ लगाउनु पर्यो भनेर चाहिँ सोचेर आज बनाएको। हेर्नुहोस्, मैले अटो ड्रिङ्कर नि छोडिदिइसकेको छु। हिजोदेखि छोडिदिएको, तपाईँहरूको माझमा मैले देखाउन सकिनँ। अटो ड्रिङ्कर पनि लगाएको हो। यसरी सुतिरहेछ, मजाले खाइरहेछ। शीतल भएछ कि खेलिरहेछ। फिड ड्याङ ड्याङ हाल्दैछु बट्टाबारीबारी। तपाईँहरूलाई पनि केही अब प्रब्लम भयो फार्मिङमा, केही गर्नुपर्ने अनुभव भएन भने मलाई भन्नुहोस्, म गरिदिन्छु। तपाईँहरूको कस्तो बिमार के भएको छ र कसरी मर्दैछ जानकारी गराउनु भयो भने म सहयोग गर्छु तपाईँहरूलाई। यस्तै छ। सफा सफा छ कुखुराहरू। यता कुदिरहेको छु म चाहिँ। यहाँ लाप्पा खेल्न थाल्यो। पानी खानी खाइरहेछ। त्यहाँ कुदिरहेछ त्यहाँ पनि। हिजोसम्म चाहिँ दबाई हालेको थिएँ। हिजो बेलुकासम्म चाहिँ सबै डोज पुरा भएर मैले आजदेखि दबाई पनि गरिदिएको छु। अब बिमार भयो भने मात्रै चलाउने, दबाई पनि फोकटै चलाउनु हुँदैन। यहाँ लाप्पा खेल्दैछ। आजलाई गाइस, आजको लागि भिडियो म यहीँ राख्न गइरहेको छु। अब तल्लो फार्म झर्नुपर्ने छ। फार्म झरेको छुइनँ आज पानी आएर।
हुन्छ गाइस, बाई बाई।